सामान्यतया देउसी भैलोबाट उठेको रकम पिकनिक, भोजभतेर वा रमाइलोमा खर्च हुने हाम्रो सामाजिक अभ्यास धेरैलाई परिचित छ। तर बुटवल उपमहानगरपालिका वडा नम्बर 17 को नमस्ते टोल विकास संस्थाले भने फरक सोच र व्यवहार देखाएको छ। संस्थाले देउसी भैलोबाट संकलित करिब 1,50,000 रकमलाई टोल उज्यालो बनाउने र व्यवस्थित बनाउने अभियानमा प्रयोग गर्दै 50 वटा सेन्सर लाइट जडान तथा 28 वटा टोलको नामाकरण गरी बोर्ड स्थापना गरेको छ। कार्यक्रममा यो पहलले केवल पूर्वाधार मात्रै निर्माण गरेको छैन, सामुदायिक सोच र प्रथामै सकारात्मक परिवर्तन सम्भव छ भन्ने प्रमाण दिएको बुटवल उपमहानगरपालिका वडा नम्बर 17 का अध्यक्ष ज्ञान बहादुर रेशमीले बताउनुभयो। खानी उडाउने नगरेर विकास निर्माणको काममा लगाउनु भएकोमा मैले उहाँ भाइ बहिनीहरूलाई यो यस्तो राम्रो कामहरू गर्दै आएकोमा उहाँहरूलाई धेरै चाहिँ म धन्यवाद दिन चाहन्छु। र देउसी भैलो मा रकम संकलन गरेपछि यसरी चाहिँ भन्नु सार्वजनिक सबैको हित हुने गरेर विकास निर्माणको काममा खर्च गर्न। त्यस्तै कार्यक्रममा जनप्रतिनिधि रामप्रसाद नेउपानेले यो कदमलाई सामाजिक विकासको महत्वपूर्ण अभ्यास भएको भन्दै देउसी भैलो रमाइलो मात्र होइन, समाज बदल्न सक्ने शक्तिशाली सामुदायिक स्रोत पनि भएको कुरा नमस्ते टोलले प्रमाणित गरेको बताउनुभयो। आज नमस्ते टोल विकास संस्थाले देउसी भैलो कार्यक्रमबाट संग्रह गरेको पैसाबाट टोलमा लाइट सेन्सर लाइट जडान गरेको छ। यसबाट टोललाई जुन विकृति, चोरी घटना लगायत हरेक क्रियाकलापहरूबाट हुने घटनाहरूलाई निवारण गर्नलाई राम्रो सहजीकरण हुनेछ। र बुटवल उपमहानगरपालिका उज्यालो टोल योजना जुन वडाको पनि योभन्दा अगाडि लगानी गरेको अहिले अपुग ठाउँमा टोलवासी आफैले देउसी भैलो कार्यक्रमबाट सङ्कलन गरेर जुन आज कार्यक्रम गर्नुभयो, यहाँलाई धन्यवाद दिँदै संस्थाका सल्लाहकार टंक प्रसाद नेउपानेले समुदाय आफै ऐक्यबद्ध भएर समस्या समाधान गर्न सक्षम भएको उदाहरण प्रस्तुत भएको धारणा राख्दै सही योजना र सामुदायिक एकताले सानो स्रोतले पनि ठूलो परिवर्तन गर्न सक्ने बताउनुभयो। टोलभित्र आफ्नै टोलभित्र देउसी भैलो कार्यक्रम गरी केही रकम संकलन गरी टोलभित्रका लगभग झन्डै 50 वटा पोलमा चाहिँ लाइट जडान र पथ निर्माण, बाटोको चाहिँ नाम निर्माण र त्यसपछि चाहिँ बोर्ड, साइनिङ बोर्ड लगाउने भनी पूर्व निर्धारित निर्णय गरेर अहिले त्यसै अनुसारले काम गर्दैछ। अब हाम्रो अल्लो बस्तीमा चोरी निकासी धेरै हुने, लागु औषध सेवन गर्ने जस्ता दुर्घटनाहरू घटिरहेको हुँदा हामीले चाहिँ लाइट अनिवार्य लाइट जडान गर्नुपर्छ भनेर नै अहिले चाहिँ यो लाइट जडान गर्दैछौँ। र पथ पनि अनिवार्य नै थियो किनकि बाटाहरू धेरै हुने, अनि त्यसपछि चाहिँ बाक्लो बस्ती हुँदाखेरि चाहिँ तपाईँको कुन बाटो कुन नाम हो भन्ने कुरा चाहिँ पहिचान गर्न नसकेको हुँदा अहिले चाहिँ हामीले यो पथ निर्माण नामकरण गरेका छौँ। आगामी दिनहरूमा पनि सीसीटी क्यामेरा जडान गर्ने योजना छ हाम्रो। नमस्ते टोल विकास संस्थाका अध्यक्ष सुनिता राजकोटी मगरले यो कदम सामान्य काम नभएर समाजप्रति जिम्मेवारीको व्यवहारिक अभ्यास भएको बताउँदै संकलित रकमलाई तामझाममा होइन, टोलले वर्षौं महसुस गर्ने काममा लगानी गरेको बताउनुभयो। नमस्ते टोल विकास संस्थाका कार्य समिति तथा यहाँका टोलवासीहरूको सहभागितामा खेलेको देउसी भैलो कार्यक्रमले विभिन्न संघ संस्थाहरूले पनि देउसी भैलो चाडपर्व विशेष कार्यक्रमहरू सञ्चालन गरी वनभोज तथा विभिन्न प्रोग्रामहरूमा खर्च गर्नुहुन्छ भने हामीले हाम्रो टोलवासीहरूको सहयोगमा खेलिएको यस देउसी भैलो कार्यक्रमबाट हामीले टोलभित्रका पोलहरूमा सेन्सर लाइट जडान तथा पथको नामाकरण बोर्ड स्थापना जस्ता अत्यन्तै आवश्यक र दीर्घकालीन महत्त्वका काममा खर्च गर्न हामी सफल भएका छौँ। यो काम हामीले पछि गएर पनि एउटा राम्रो काममा सामाजिक रूपमा हामीले गर्नुपर्छ भन्ने कुराको हामी उदाहरण बन्न चाहन्छौँ। नमस्ते टोल विकास संस्थाको यो पहल सकारात्मक सोच, सही प्राथमिकता र सामुदायिक सहभागिताले विकास सम्भव हुन्छ भन्ने प्रेरणादायी कथा बनेको छ।